हामी मृत्युदेखि डराएर हिजो पनि हामी कुना पसेका होइनौं। मुलुकको भविष्य निर्माण गर्नको निम्ति, राष्ट्रको स्वतन्त्रता र अस्मितालाई जोगाउनको निम्ति, जनताको भाग्य र भविष्यलाई सुन्दर बनाउनको निम्ति तुच्छ जीवन दिनुपर्छ भने हाम्रो पार्टी त्यसको निम्ति सबभन्दा अग्रणी भएर जानेछ। नेपाली जनताले एमाले बिर्सेला, तर मदन भण्डारी चाहिँ कहिले पनि बिर्सिँदैन। एमाले बिर्सिनुको कारण मदन भण्डारीको नाम र विचारलाई पद र प्रतिष्ठा प्राप्त गर्नको लागि उहाँको राजनीति आदर्श र निष्ठालाई अन्याय गरेको छ। कार्यक्रममा महासचिव भण्डारीले टनकपुर सम्झौता, जसलाई महाकाली सन्धिका रूपमा पनि हेरिन्छ, हो अहिले पनि यदाकदा चर्चामा रहने महाकाली सन्धि गर्न हुँदैन भन्ने पक्षमा आफ्नो अभिव्यक्ति राखेका थिए। कांग्रेस नेता देश र जनताप्रति चिन्तित रहेको भन्दै भण्डारीले खास गरी गणेशमान सिंहलाई धन्यवाद दिएर आफ्नो सम्बोधन टुङ्ग्याएका थिए। त्यसबेला संसदमा एमाले टनकपुर सम्झौतालाई लिएर अवरोध जारी राखेको थियो, सडकमा सङ्घर्ष गरेको थियो। तर एउटा आश्चर्य, मदनले सम्बोधन गरेको त्यो सभामा भारत हुँदै पर्यटक भिसामा पोखरा पुगेका 33 वर्षीय बिटल बर्नार्ड दिपेन्द्र सभागृहमा पस्ने प्रयत्न गरेका थिए। उनलाई रोक्न तत्कालीन अनेरा समितिका नेताहरू स्वर्गीय रविन्द्र अधिकारी लगायतको टोली सक्रिय बनेको सम्झना गर्छन् त्यसबेलाका अखिलका विद्यार्थीहरू। मदन आश्रितको हत्या हो भन्दै एमाले बारम्बार यसलाई राजनीतिक भर्याङ बनाउने प्रशस्त प्रयत्न गरेको छ। दासढुङ्गा दुर्घटनाको 1 वर्ष पछाडि अर्थात् 2051 सालमै एमालेको एकल अल्पमतको सरकार बनेको थियो। त्यो सरकारको गृहमन्त्री थिए केपी शर्मा ओली, उप प्रधानमन्त्री तथा रक्षा र परराष्ट्र मन्त्री थिए माधव कुमार नेपाल। त्यति बेला घटना बिर्सिएको थियो? किन छानबिनका लागि कसले रोकेको थियो? के भन्नु पर्यो यो दुर्घटना हो? होइन भने मृत्युमाथिको राजनीति गर्न छोड्नु पर्यो। राजनीति कतिसम्म निर्दयी हुन्छ? सत्तासीन बन्नका लागि आफ्नैको बलि चढाएको पनि विभिन्न उदाहरण छ। आज हामीले कुरा गर्न खोजेको यो घटना, यसलाई खोतल्दै जाँदा यसभित्र रहस्य नै रहस्य भेटिनेछ। सामान्य गाडीको दुर्घटना, घटना सामान्य मात्रै लाग्न सक्छ, तर यसको आजसम्म बनेका आयोग र गरिएका छानबिनका प्रतिवेदन सार्वजनिक नगर्दा यसभित्र कन्स्पिरेसी बढ्दै जानु स्वाभाविक हो। आज कुरा गर्न लागेको घटना हो दासढुङ्गा दुर्घटना। तेत्तीस वर्ष अगाडि दासढुङ्गा दुर्घटना भएको थियो। चितवनको दासढुङ्गामा सवारी दुर्घटना। 50 साल जेठ 3 गतेको यो दुर्घटना नेकपा एमालेको भाषामा हत्याकाण्ड हो। पक्कै पनि त्यो दुर्घटनामा निधन भएका व्यक्तिहरू तत्कालीन एमालेको महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित थिए। त्यसकारण पनि यो घटना रहस्यमय हुन सक्छ भन्न अनर्थ पनि नहुन सक्छ। यो घटनालाई प्रश्न पार्नका लागि, सत्य तथ्य बाहिर ल्याउनका लागि छानबिन समिति पनि बनेका छन्, तर ती समितिका प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएका छैनन्। किन? आफै एमाले सत्ताको टुप्पोमा रहँदा पनि घटनाको यथार्थ सार्वजनिक गर्न तयार भएन। विभिन्न कालखण्डमा बनेका आयोग या समितिका प्रतिवेदन सार्वजनिक गर्न स्वयं एमालेको नेतृत्व उत्साही देखिएन। बरु लुकाउने ध्याउन्नमा उनीहरू व्यस्त भए आरोप यस्तो छ। एमाले नेताको दोहोरो चरित्र कहीँ कतै लाग्छ। एमालेका केही नेता साँच्चै जानकार थिए कि अथवा संलग्नता थियो? यो मात्र शङ्का हो। होइन भने दुर्घटना भन्नु पर्यो कि हत्या हो भने शक्तिमा रहँदा अनुसन्धान किन गरिएन? 5 वर्ष अघि मात्रै एमाले प्रवेश गरेका बादलले पनि दासढुङ्गा प्रकरणलाई विदेशी षड्यन्त्रको लेप लगाउँदा आफूलाई बहादुर सम्झे। सत्ता र शक्तिमा आफू निरन्तर हुँदा छानबिन गर्ने हिम्मत केले रोक्यो? दासढुङ्गा घटनालाई हत्या देख्ने केपी शर्मा ओली यो बीचमा कतिपटक प्रधानमन्त्री बन्नुभयो? अनि उनै मदनको नाममा मदन भण्डारी फाउन्डेसन या मदन भण्डारी स्पोर्ट्स एकाडेमीका नाममा राजनीतिको रोटी सेकाएर उहाँ कतिपटक यो मुलुकको प्रधानमन्त्री बन्नुभयो? अनि विदेशी षड्यन्त्र देख्नेले या यो हत्याकाण्ड भन्नेले यसको छानबिन गर्न किन सकेनन्? त्यति बेला मुखमा दही जमाउने अनि हात बाँधेर बस्ने अनि अहिले आएर फेरि आफ्नो संसदीय दलको नेता मार्फत यसलाई विदेशीको षड्यन्त्र भन्ने, यसलाई गलत मनसाय र दूषित मनसाय भन्न किन नपाउने?
अझ अगाडि बढेर कुरा गरौँ, मदनकै पत्नी उनैको निधनले दिएको राजनीतिक फाइदा लिएर 2 पटक देशको पहिलो नागरिक अर्थात् राष्ट्रपति हुँदासम्म घटनाको छानबिन गराउन उहाँले किन अग्रसरता लिनु भएन? त्यति बेला उहाँ के कारण लाचार बन्नुभयो? के उहाँ कसैको दबाब र प्रभावमा हुनुहुन्थ्यो? उहाँले मुख खोल्नु पर्दैन? 50 सालको उपनिर्वाचन होस् या 51 सालको आम निर्वाचन, मदनकै नाममा उनकी पत्नी विद्यादेवी भण्डारीले सांसद पद जितेको हो, सेतो सारी लगाएर। यो यथार्थ भुल्न सकिँदैन। उनी 72 सालदेखि 79 सालसम्म 7 वर्ष मुलुकको राष्ट्रपति बनेको हो, यो यथार्थ हो, मेट्न सकिँदैन। उनले पछि आफ्नै पतिको घटनालाई रहस्यमय मृत्यु भन्दै बारम्बार भन्दा पनि यसको खोजबिन गर्नका लागि पहल नलिएको हो, यो यथार्थ हो भन्न लजाउनु पर्दैन, स्वीकार गर्न गाह्रो हुन्छ होला। 72 असोज 74 चैतदेखि लगातार 78 असारसम्म केपी शर्मा ओली 2/3 सरकारको प्रधानमन्त्री थिए। उनलाई केले छेकेको थियो मदन आश्रित रहस्यमय घटनाको छानबिन गर्न, जबकि उनैले दासढुङ्गा दुर्घटना होइन हत्या हो भनेर प्रतिवेदन दिएका थिए। उमेश गिरीले भने चाहिँ कतै उनी पनि यो घटनाको जानकार थिए कि वा कसैको दबाब वा प्रभावमा परेका थिए कि? रहस्योद्घाटन नहुँदासम्म यस प्रकारका शङ्का र आरोप एमाले नेताहरूले खेपिरहनु पर्नेछ। 2081 असारमा फेरि ओली काङ्ग्रेसको साथमा प्रधानमन्त्री बने। दासढुङ्गाको रहस्य खुलेन, यस विषयमा उहाँहरूले कुनै अग्रसरता लिनु भएन। अमर लामाको हत्या। एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित मारिएको दासढुङ्गा दुर्घटनाका एकमात्र जीवित साक्षी अमर लामाको पनि 2060 साउन 12 गते कीर्तिपुरमा लखेटी हत्या भयो। माओवादीले केही कुरा बुझ्न नियन्त्रणमा लिएको र उनी भाग्ने प्रयास गरेपछि गोली चलाउन बाध्य भएको सम्म दाबी गरेको कुरा सार्वजनिक भयो, तर यथार्थ अहिलेसम्म कसैले भन्न सकेको छैन। प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल हुँदा समेत यो घटना छानबिन हुनुपर्ने आवाज उठेको थियो, तर छानबिन भएन। कुनै सरकारले यो घटनाको छानबिन गरेन, बरु मदनका नाममा अहिले पनि रक्तरञ्जित राजनीति गर्ने क्रम जारी छ। तत्कालीन प्रधानमन्त्री कोइरालाले अनिल आयोगको प्रतिवेदन प्राप्त भएपछि अर्को आयोगको आवश्यकता नभएको आशय व्यक्त गरे। तत्कालीन स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको अध्यक्षतामा 2050 जेठ 5 गते एमाले छुट्टै आयोग गठन गर्यो। सरकारले गठन गरेको अनिल आयोग र एमाले गठन गरेको ओली आयोग दुवैको प्रतिवेदन एक अर्कासँग बाजियो अनि नागरिक तहबाट भन्दै जेठ 6 गते पद्मरत्न तुलाधरको अलगै आयोग बनेको थियो। विभिन्न आयोगका प्रतिवेदनहरूले के भने त? सरकारले गठन गरेको अनिल आयोगले दासढुङ्गा सवारी दुर्घटना मात्रै हो भन्ने ठहर गर्यो। ओली आयोगले भने नियोजित हत्या भनिदियो। ओलीले आफ्नै प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने कहिले दृढता देखाएनन्, इच्छा शक्ति देखाएनन्। किन होला? तर नागरिक समाजका तर्फबाट बनाएको तुलाधार आयोगले मात्रै 50 साल पुस 15 गते प्रतिवेदन सार्वजनिक गर्यो र उसले दासढुङ्गा घटनालाई नियोजित हत्या ठहर गरिदियो। लन्डनमा पठाइएको रगत र भिजेरा जाँचको प्रतिवेदनको विश्लेषण गर्दा एल्डस मस्टन रिपोर्टको आधारमा मदन र आश्रितको बेहोसी वा मृत्यु मोटर खस्नु अघि नै भइसकेको भनिएको छ। ओली आयोगले पनि दुर्घटना नभएर हत्या नै भएको भनेको छ। घटनाका यी प्रतिवेदनहरूको विश्लेषण गर्दा एमाले दासढुङ्गालाई हत्याकाण्ड भन्छ। समय भयो 32 वर्ष। कुनै न कुनै रूपमा सरकारको नेतृत्वमा सरकारमा बलियो रूपमा सामेल हुँदा या कमजोर रूपमा सामेल हुँदा एमाले सामेल भएको छ नि, उसले छानबिन गर्न किन चाहेन? फेरि प्रश्न सोध्छौँ। अब तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका बारे पनि कुरा गरौँ। गिरिजाप्रसाद कोइरालामाथि आरोप, माधव कुमार नेपाल पनि शङ्कामा। तत्कालीन प्रधानमन्त्री कोइरालाका कुनै बेलाका विश्वासपात्र उमेश गिरीले 2079 असोजमा गजबको कुरा भन्थे। उनले पत्रकार विजय मिश्रसँगको एउटा अन्तर्वार्तामा मदन भण्डारीको हत्या सुनियोजित रहेको र त्यो गिरिजाप्रसाद कोइरालाले गराएको भनेका छन्। त्यो अन्तर्वार्ता उमेश गिरीले के भने म बताउँछु। 2048 सालको स्थानीय चुनाव भइसकेपछि 2049 साल कार्तिक 16 गते मोरङको कर्सियामा बिपी कोइरालाको शालिग शिलान्यास गर्नु एक दिन अघि कार्तिक 15 गते नै गिरिजा विराटनगर पुगेका रहेछन्। शिलान्यासपछि 16 गते साँझ गिरीलाई नोना कोइरालाले फोन गरेर गम्भीर कुरा गर्नु छ, भोलि बिहान चाँडै आउन भनेकी रहेछन्। कुरा 17 गतेको गिरी बिहानै विराटनगर स्थित कोइराला निवास पुग्छन्। त्यहाँ शेखर कोइराला र आमोद प्रसाद उपाध्याय कोठाबाट निक्लँदै रहेछन्। गिरी कोठामा पसे अनि चुक्कुल लगाउन लगाए। त्यसपछि चुरोट तान्दै गरेका गिरिजाप्रसादले नोनालाई भन्न लगाएछन्, तर नोना आफैले भन्न भनेपछि गिरिजाप्रसादले
मदन भण्डारीलाई सिन आउट गर्नु पर्यो भनेको कुरा उनले अन्तर्वार्तामा भनेका छन्। मदनलाई सिन आउट गर्न भनेपछि आफूले नसक्ने भनेका गिरीलाई गिरिजाप्रसादले मदन भण्डारी सिन आउट नभए काङ्ग्रेस नै सिन आउट हुने बताएको उनको दाबी छ। त्यसपछि गिरिजाप्रसाद कोइरालाले धेरै प्रेसर छ पनि भनेका रहेछन्। गिरीलाई कसको प्रेसर भन्दा उनले भारतको बुझ्नुहोस् भनेको पनि अन्तर्वार्तामा भनेका छन्। आफू अन्य जुनसुकै काम गर्न तयार रहेको तर मदन भण्डारीको विषयमा केही गर्न नसक्ने अडान लिँदै कोठाबाट बाहिर जाने आदेश माग्दै बाहिरिएको गिरीको भनाइ छ। त्यसपछि एकैपटक मदन भण्डारीको मृत्युपछि उमेश गिरी काठमाडौँ गएर गिरिजाबाबुलाई भेटेको र के गर्नुभएको भनेर सोधेको दाबी गर्छ। गिरिजाबाबुले सक्यो, अब त्यो कुरा नगर भनेको उनको भनाइ छ। यहाँ गिरीको भनाइलाई मेन रूपमा बुझ्ने हो भने त्यसबेला टनकपुर सन्धिपछि एकीकृत रूपमा महाकाली सन्धि बन्यो। यो सन्धिको विरोधमा थिए मदन भण्डारी। कुनै हालतमा यो सन्धि गर्न दिन नहुने पक्षमा थिए मदन। 48 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि 52 माघ 29 गते नेपालका तत्कालीन परराष्ट्र मन्त्री प्रकाश चन्द्र लोहनीले प्रारूपमा हस्ताक्षर गरेका थिए। 53 असोज 4 गते औपचारिक रूपमा यो सन्धि अनुमोदन भयो। मदन भण्डारी रहँदा विरोध जनाएको एमाले पनि यो सन्धिको पक्षमा मत हाल्न राजी भयो। यसको पक्षमा मदनका उत्तराधिकारी बनेका महासचिव माधवमान नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओली खम्बाझै उभिए। मदनको सिनआउट गर्न प्रस्ताव गरेका गिरिजाप्रसाद कोइराला भनेका उमेश गिरीले आफ्नो अन्तर्वार्तामा माधवमान नेपाललाई पनि शङ्काको घेरामा तानेका छन्। उनले मदन भण्डारीको निधनमा सबैभन्दा बढी अवसर पाएका माधवमान नेपालको समेत संलग्नता हुन सक्ने बताएका छन्। अनि मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भइसक्दा पनि छानबिन हुन नसक्नुले थप शङ्का गर्ने ठाउँ दिएको छ। मदन भण्डारीको हत्या नै भएको हो र मदन भण्डारीकै नाममा नेताहरू बारम्बार शक्तिमा पुगेका छन्। कतिसम्म भने राष्ट्रलाई देखिने गरी योगदान नपुर्याएका मदनका नाममा खोलिएका फाउन्डेसनदेखि एकाडेमीसम्मलाई सरकारी जग्गा उपलब्ध गराइएको छ। एउटा सांसदसम्म रहेका व्यक्तिका नाममा राजमार्ग बनाइएको छ, विश्वविद्यालय बनाइएको छ। तर उनैको रहस्यमय हत्या हो भने त्यसको अनुसन्धान र छानबिन गर्न कहिल्यै पनि तदारुकता देखाइएन। 33 वर्षसम्म यो राजनीति निरन्तर चलिरह्यो। यो दोहोरो चरित्र एमाले देखाइरह्यो। 51 सालदेखि नै सत्तामा जाने एमालेसँग खासमा अरू एजेन्डा देखिँदैन। केवल वृद्ध भत्ता या आफ्नो गाउँ आफै बनाऊ जो 51 सालमा आएको थियो, आज पनि एमाले त्यही भन्छ। एमाले आज जुन अवस्थाबाट गुज्रिरहेको छ यो बेलामा पनि मदन आश्रितको हत्या विदेशी षड्यन्त्र देखिरहँदा मदन आश्रितका हत्यारालाई कारबाही र प्रतिवेदनहरू सार्वजनिक गर्ने र मदनको आत्मालाई न्याय दिने यो काममा एमाले कहिले लाग्छ? कहिलेसम्म एमाले एउटा जिम्मेवार राजनीतिक दल बन्नुभन्दा सस्तो लोकप्रियताका लागि दासढुङ्गा हत्याकाण्ड हो भनेर बस्छ? एमाले आजको दिनमा गर्नुपर्ने र देखाउनु पर्ने साहस भनेको के भन्नुपर्छ? यो एउटा दुर्घटना थियो, सडक दुर्घटना, कि सत्य तथ्य बाहिर ल्याउनका लागि आफू सत्तामा हुँदा त भएन, शक्तिशाली बालन सरकारलाई यसको सत्य तथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न भन्न सक्छ। एमाले चोर औँला एमालेपट्टि उठेको छ।